नमस्ते सबैजनालाई। आज चाहिँ हामी कुरा गरौँ माउन्टेन इनर्जी नेपाल लिमिटेडको। यसले थर्ड क्वार्टर रिपोर्ट पनि पब्लिस गरिसकेको छ र यदि कसैसँग छ अथवा किन्ने प्लान गर्दै हुन्छ भने चाहिँ यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। र फुल भिडियो चाहिँ युट्युबमा छ। यसको लिङ्क चाहिँ मैले बायोमा राखिदिएको छु है। अब माउन्टेन इनर्जीको कुरा गर्नु पर्दाखेरि चाहिँ पहिला सुरुमा यसको क्यापेसिटी चाहिँ हेरौँ। यसको क्यापेसिटी कति छ भन्दाखेरि यो तपाईँको टाँडी खोला भनेर 5 मेगावाट र मिस्त्री खोला भनेर 42 है। 42 र गर्दाखेरि 47 मेगावाटको चाहिँ क्यापेसिटी रहेको छ यो माउन्टेन इनर्जीको। र सरसर्ती फाइनेन्सियल पोजिसनमा जानुपर्दाखेरि यसमा चाहिँ के देख्न सकिन्छ भन्दाखेरि तपाईँको सेयर क्यापिटल 312 छ, 3 अर्ब 12 करोड भने रिजर्भमा छ 1 अर्ब 31 करोड है। यो भनेको मतलब कस्तो देखिसक्यो भन्दाखेरि लगभग यहीँबाट पनि डबल डिजिटको डिभिडेन्ड दिने क्यापेसिटी चाहिँ हाई छ भनेर यहीँबाट पनि देखिसकेको छ है। र अर्को कुरा गरौँ लोनको। यहाँ यो जुन चाहिँ यो बोरोइङ भनेर भनिएको छ एउटा यो पोइन्ट र अर्को चाहिँ यो है, यो तपाईँको र यो वाला पोइन्ट हेरौँ हामी। लोनमा के देखिन्छ भन्दाखेरि ड्रास्टिकली घटेको छ होइन। जस्तै 2 अर्ब 32 र 51 करोड, लास्ट टाइम चाहिँ 275 र तपाईँको चाहिँ 40 करोड चाहिँ आएको छ लोन। यसरी हेर्दाखेरि चाहिँ लगभग 30 करोड जति चाहिँ लोन चाहिँ डिक्रिज भएको देखिन्छ है। 277, 232 अनि 51 र 40 गर्दा यहाँ 10 भयो। 10ले यहाँ बढ्यो त सर्ट टर्म चाहिँ यहाँ चाहिँ तपाईँको 40 होइन भनेको त्यही 30 जतिको हाराहारीमा चाहिँ लोन घटेको देखिन्छ। अब यो लोन घटिसकेपछि इफेक्ट पर्ने भनेको हाम्रो चाहिँ इन्ट्रेस्टमा हो होइन। इन्ट्रेस्ट एक्सपेन्स पनि चाहिँ यो चाहिँ अभियसली घट्नै पर्छ। इन्ट्रेस्ट एक्सपेन्स घटिसकेपछि हाम्रो हुने भनेको ओभरअल प्रफिट चाहिँ इन्क्रिज हुने हो है। र अर्को पार्ट चाहिँ यहाँ तपाईँको के छ भन्दाखेरि यसले गरेको इन्भेस्टमेन्ट हेरौँ है। इन्भेस्टमेन्टमा कस्तो छ भन्दा अस्ति पुससम्मको इन्भेस्टमेन्ट हेर्दै गर्दाखेरि जम्मी 1 करोड छ भने अहिले आएर इन्भेस्टमेन्ट यसले बढाएको छ 46 करोडमा चाहिँ पुर्याइदिएको छ है। अब यो यसको लास्ट टाइमको फाइनेन्सियल स्टेटमेन्ट पनि थियो, यसले 2-3वटा प्रोजेक्ट चाहिँ किन्दै थियो। 51% चाहिँ एउटा कुन चाहिँ हाइड्रो पावरको सेयर किन्दै थियो। त्यो भएको कारणले गर्दाखेरि पनि यो चाहिँ इन्क्रिज हुन पुगेको जस्तो चाहिँ देख्न आउँछ है। यसको लागि चाहिँ लास्ट इयरको फाइनेन्सियल पनि हेर्नु चाहिँ एकदमै इम्पोर्टेन्ट छ र यसले गरेको डिसिजनहरू पनि हेर्नु चाहिँ एकदमै इम्पोर्टेन्ट छ। यो चाहिँ किन बढ्यो, कुन चाहिँ कम्पनीमा इन्भेस्ट गर्यो भन्नको लागि चाहिँ। र अर्को कुरो अब भइहाल्यो, सेयर क्यापिटल भइहाल्यो, तपाईँको चाहिँ यो रिटर्न अर्निङको पार्ट पनि भइहाल्यो होइन। अब यो हामी अहिले ग्रुपको चाहिँ त्यस्तो खासै नै एनालाइसिस गर्दैन, हामी यो र यो चाहिँ गरिरहेको छौँ है, यो तिनवटा चाहिँ। त्यो भएको कारणले गर्दाखेरि यो चाहिँ म ग्रुपको चाहिँ गइनँ। र अब जाउँ प्रफिट र लसतिर है। अब प्रफिट र लसमा हेर्नु पर्दाखेरि हामीले हेर्ने भनेको के हो भन्दाखेरि सुरुमा अब यो रेभेन्यू नै हो होइन। 92 करोडबाट बढेर 1.07 भनेको 1 अर्ब 7 करोड चाहिँ कमाउन सफल भइसकेको छ यो तपाईँको चैतसम्ममा। त्यो गर्दाखेरि ग्रस प्रफिटमा चाहिँ कतिले इन्क्रिज हुनु पुगेछ भन्दाखेरि 69 करोडबाट इन्क्रिज भएर 72 र त्यो सँगै यो तपाईँको चाहिँ अब यहाँ फाइनेन्स कस्ट भन्ने यहाँ हुन्छ होइन। यो 16 करोडको चाहिँ यो फाइनेन्स कस्ट छ, जबकि लास्ट टाइम 18 करोड छ। 2 करोड चाहिँ यहाँ यसले बचाउन सफल भयो होइन। 2 करोड चाहिँ यहाँ बच्यो र प्लस यहाँ इन्क्रिज यो सेल्स रेभेन्यू पनि इन्क्रिज भयो। त्यो हुँदाखेरि यसको नेट प्रफिटमा चाहिँ कति चाहिँ इन्क्रिज भयो भन्दाखेरि ओभरअलमा 52 करोडमा चाहिँ पुग्न सफल भएको छ, जबकि लास्ट इयर छ 46 करोड मात्रै। अब यो भनेको यसले कति रेभेन्यू गरेर कति बचायो त भन्दाखेरि 52 करोड नेट प्रफिट छ होइन। यसले कति कमाएको थियो भन्दाखेरि 107.9 होइन। यो गर्दाखेरि लगभग 47-48% चाहिँ यसले कमाउन अथवा चाहिँ नेट प्रफिट गर्न चाहिँ एकदमै सफल भएको छ है। जति रेभेन्यू छ त्यसको चाहिँ 48% चाहिँ यसले नेट प्रफिट गरेको छ। अब भनेपछि हामीले यहीँबाट पनि के एक्सपेक्ट गर्न सक्छौँ भन्दाखेरि माउन्टेन इनर्जीको चाहिँ डबल डिजिटको बोनस त अथवा डिभिडेन्ड त डबल डिजिटको डिभिडेन्ड दिन त यसले चाहिँ आफ्नो हरेक इयरको ब्यालेन्स सिटबाट नै सक्दो रहेछ है। अब किन भन्दाखेरि यो रेभेन्यू चाहिँ तपाईँको इन्क्रिमेन्टमै छ। अर्को कुरो भनेको यो लोन चाहिँ डिक्रिमेन्टमा छ, लोनको इन्ट्रेस्ट चाहिँ। त्यो भएको कारणले गर्दाखेरि पनि हामीले चाहिँ के चाहिँ बुझ्न सक्छौँ भन्दाखेरि यदि केही कारणवश नेचुरल क्यालामिटी भनेको बाढी अथवा चाहिँ मेसिनमा केही प्रब्लमहरू केही आएन भने हरेक वर्षको नै
यसले रेभेन्यूले चाहिँ तपाईँको लगभग 48% चाहिँ बचाउन सक्छ र हामीले चाहिँ हरेक वर्ष नै तपाईँको डिभिडेन्ड चाहिँ डबल डिजिटमा एक्सपेक्ट गर्न सक्छौँ है। अब यो तपाईँको डबल डिजिटमा चाहिँ डिभिडेन्ड दिँदै गर्दाखेरि यो क्यापिटल चाहिँ बढ्दै जान्छ है। यदि बोनस दियो भने चाहिँ, क्यास दियो भने त फरक पर्दैन होइन। होइन भने यो तपाईँको जुन चाहिँ यो क्यापिटल छ यो चाहिँ बढ्दै जान्छ। अब यो बढ्दै जान्छ प्लस कम्पनीले चाहिँ अब अरू चाहिँ प्रोजेक्टहरूमा पनि इन्भेस्ट गर्दै जाँदाखेरि आफ्नो चाहिँ यो रेभेन्यू पार्ट पनि चाहिँ इन्क्रिज गर्दै जाने जस्तो चाहिँ देखिन्छ है। ओभरअलमा माउन्टेन इनर्जीको चाहिँ यही हो होइन। यसको एउटा चाहिँ भनेको लास्ट टाइम पनि मैले त भनेको थिएँ, यसको चाहिँ एउटा इन्ट्रेस्टिङ पार्ट चाहिँ के छ भन्दाखेरि यसले एउटा एनइएसँगको एनइएसँगको मुद्दा चाहिँ जितिसकेको छ। तर के भइरहेछ भन्दाखेरि एनइएले चाहिँ त्यो पैसा चाहिँ अहिलेसम्म दिएको छैन है। त्यो भनेको कति हो भन्दाखेरि 29 करोड जतिको चाहिँ यो रिसिभेबलमा बुक गरेको छ यसले। यो भनेको 29 करोडको चाहिँ यसले लिन बाँकी छ। जुन दिन चाहिँ यो 29 करोड चाहिँ तपाईँको पैसा आउँछ, यो पनि तपाईँको कहाँ जान्छ त भन्दाखेरि यसको चाहिँ ब्यालेन्स सिटमा चाहिँ फाइनेन्सियल पोजिसन अथवा ब्यालेन्स सिटमा चाहिँ हेल्प गरेर यसको चाहिँ रेभेन्यू इन्क्रिज गर्नलाई चाहिँ यसले हेल्प गर्छ है। ओभरअलमा माउन्टेन इनर्जीको यति नै हो। के भन्छ, इन्भेस्टमेन्ट गर्नु अगाडि चाहिँ यो भिडियोलाई चाहिँ एकदम राम्रोसँग अध्ययन गर्नु होला र फाइनेन्सियल स्टेटमेन्टलाई पनि अध्ययन गरेर चाहिँ इन्भेस्ट गर्नु होला है। अरू पनि यस्तै कम्पनीको एनालाइसिस चाहिँ प्लिज कमेन्ट गरिदिनु होला र यो च्यानललाई पनि लाइक र सब्सक्राइब चाहिँ गरिदिनु होला है। हस् त, धन्यवाद।